हेलो गुड मर्निङ एभ्रिवान वेलकम टु माई न्यू भ्लग। आज पनि फेरि 15 दिनपछि मेरो छुट्टी आइसकेको छ र हजुरहरूलाई देखाउनेछु आजको दिनभरि मैले के गरेँ। यता चाहिँ मेरो साथीहरू बिहानै उठेर पोछा लगाइरहेको छन् भने साथीहरू क्लिन गरिरहेको छ, किनभने आज सन्डे हो नि त। यता मैले पनि अब मुखसुख धोएर फ्रेस भएर आइसकेको छु। साथीहरू चाहिँ रुममा पोछा लगाएर एकदमै चिटुक्क बनाइरहेको छन्, किनभने आज छुट्टी हो नि त। सबैले मिलेर सफा गर्छौँ, हामीले चाहिँ एकदमै राम्रोसँग क्लिन गरिरहेका छन्। साथीहरूले क्लिन गरिरहेका छन् भने यतातिर मैले पनि मेरो ओछ्यान मिलाएर राखेँ, किनभने छुट्टीको दिन यसो क्लिन राख्नु पऱ्यो नि त। सो त्यसैले मैले मेरो ओछ्यानहरू पनि मिलाएँ। आज चाहिँ म बनाउन गइरहेको छु करेन्ट चाउचाउमा साग हालेर, किनभने मैले नेपालबाट आउँदाखेरि करेन्ट चाउचाउ लिएर आएको थिएँ। सो अहिलेसम्म खाएको त छैन, फर्स्ट टाइम म चेक गर्दैछु चाउचाउमा साग हालेर। सो हेरौँ के कस्तो हुन्छ। यतातिर म सागहरू ल्याएर सबै कुराहरू लिएर पकाउनको लागि किचनमा आइसकेँ र मैले साग धोएर रेडी पनि पाइसकेको छु। हजुरहरूले देख्न सक्नुहुन्छ बोइल गर्छु म सागलाई। यतातिर करेन्ट दुईवटा वाइवा हालेर म बनाउँदा गइरहेको छु। आज चाहिँ करेन्ट चाउचाउमा साग हालेर। सो लेट्स स्टार्ट। यतातिर मेरो पानी पनि बोइल भइरहेको छ साग बोइल गर्नको लागि। अब चाहिँ म यसमा साग हाल्छु र सागलाई पहिला बोइल गरेर निकाल्छु। यता मेरो साग पनि बोइल भइसकेको छ, लगभग हुन लागिसक्यो। सो हजुरहरूले देख्न सक्नुहुन्छ यतातिर मैले अनियन, प्याज र खुर्सानी पनि काटिसकेको छु चाउचाउमा हाल्नको लागि। हजुरहरूले देख्न सक्नुहुन्छ यता मेरो अब एकैछिनमा चाउचाउ पनि बोइल हुन्छ। यो चाउचाउ पनि बोइल भइसकेको छ, हजुरहरूले देख्न सक्नुहुन्छ। र चाउचाउ र साग दुइटै बोइल भएर फाइनल रिजल्ट चाहिँ यस्तो आएको छ। मैले दुइटालाई एकै ठाउँमा राखेको छु किनभने पानी त्यसमा भएको निस्किन्छ नि त। सो सबै मरमसलाहरू हालेर मैले चाउचाउमा भएको सबै कुराहरू हालेर खुर्सानी, धनिया अनि प्याज हालेर अब मोल्नको लागि रेडी बनाउँदैछु मैले चाहिँ। अब ल साथीहरू, मेरो चाउचाउको फाइनल लुक चाहिँ यस्तो आएको छ, हजुरहरूले देख्न सक्नुहुन्छ है। ल अब म यसलाई टेस्ट गर्छु है त कस्तो छ यसको स्वाद। ल वाउ, एकदमै मिठो छ, एकदमै टेस्टी छ साथीहरू। हजुर पनि बनाएर खानु होला। प्लस साग हालेर चाहिँ मेरो फर्स्ट टाइम हो, मैले खाएको थिइनँ, पहिलोचोटि हो। सो एकदमै मिठो लाग्यो मलाई चाहिँ। हजुरहरू पनि एकचोटि पक्कै पनि ट्राई गर्नु होला है त। यतातिर म साँझको खानाको लागि पनि साग काटेर रेडी गरिरहेको छु साथीहरू, हजुरहरूले देख्न सक्नुहुन्छ। किचनमा अरू साथीहरूले पनि खाना बनाउँदै हुनुहुन्छ, देख्न सक्नुहुन्छ। यतातिर मेरो साग पनि अब लगभग रेडी भइसकेको छ। मेरो साग पाकिसक्यो, फाइनल लुक चाहिँ यस्तो भयो साथीहरू, हजुरहरूले देख्न सक्नुहुन्छ। एकदमै हरियो है, हेर्दै काम लाग्ने भएको छ। यतातिर मेरो राइस पनि रेडी भइसकेको छ लगभग साथीहरू। अब म चाहिँ साँझको खाना पनि खाइरहेको छु है त। यतातिर मेरो साँझको खानामा चाहिँ रहेको छ हरियो साग अनि मुलाको अचार, खुर्सानी, यतातिर आलु र मासु पनि रहेको छ, हजुरले देख्न सक्नुहुन्छ। र अब चाहिँ म खाना गइरहेको छु साथीहरू है त। अब चाहिँ म खान्छु है। हजुरहरूले खानुभयो कि भएन साँझ खाना? म चाहिँ यता खाना खान लागि है त साथीहरू। आजको भिडियोमा यति नै, अर्को भिडियो नेक्स्ट टाइम। थ्याङ्क यू फर वाचिङ।